हेलो गाइज एन्ड वेलकम टु अनदर भिडियो। सो आज चाहिँ अलिकति नयाँ लोकेसनमा सुट गरिरहेको छु। सो नयाँ लोकेसन कस्तो लागेको छ कमेन्ट बक्समा भनिदिनु होला। सो प्रिभियस भिडियोमा मैले चाहिँ ह्याकरहरू के हो र ह्याकरहरू कस्ता टाइपका हुन्छन् भन्ने बारेमा कुरा गरेको थिएँ। इफ तपाईँले त्यो भिडियो हेर्नुभएको छैन भने म यो भिडियोको डिस्क्रिप्सनमा त्यो भिडियोको लिङ्क हालिदिनेछु। सो त्यहाँबाट हेर्न सक्नुहुन्छ। आज मैले कुरा गर्न लागेको टपिक भनेको चाहिँ ह्याकरले चाहिँ कसरी ह्याक गर्छन् भन्ने कुरा। सो ह्याकरहरूले चाहिँ विभिन्न तरिकाहरू युटिलाइज गरेर ह्याक गरिरहेको हुन्छन्। अनि त्यो गर्दाखेरि तपाईँको सिस्टम, तपाईँको नेटवर्क, तपाईँको वाइफाई, तपाईँको डिभाइसहरू, अकाउन्टहरू चाहिँ उनीहरूको कन्ट्रोलमा जान्छ। सो यसमध्येमा चाहिँ म दुईवटा तरिका डिस्कस गर्नेछु। अब त्यो दुईवटा तरिका बुझिसकेपछि तपाईँले अरू तरिका पनि आफैले रिसर्च गरेर बुझ्न सक्नुहुन्छ। सो सुरु गरौँ आजको भिडियो। सो पहिला कुरा गरौँ सोसल इन्जिनियरिङको बारे। सोसल इन्जिनियरिङ भनेको चाहिँ छोटकरीमा भन्नुपर्दा तपाईँको कुनै पनि डर, त्रास और लोभ देखाएर चाहिँ तपाईँको डेटाहरू लिन खोज्ने। अब जस्तै तपाईँलाई कुनै इमेल आउँछ र त्यसमा चाहिँ लिङ्क क्लिक गरेर आफ्नो डिटेल भर्न भन्छ। अब त्यो डिटेल भर्न भनिसकेपछि चाहिँ तपाईँको त्यही डेटा युज गरेर तपाईको अब कुनै पनि वाइफाई ह्याक गर्न सक्ला, अरू अकाउन्ट ह्याक गर्न सक्ला, अथवा अरू कुनै पनि एक्टिभिटिज गर्न सक्छ ह्याकरले आफ्नो इच्छा अनुसार। यहाँ मैले डिटेल भनेको चाहिँ तपाईको संवेदनशील डेटाहरू, जस्तै अब पासवर्ड हुन सक्यो, अनि कन्ट्याक्ट डिटेलहरू हुन सक्यो, त्यस्तो डेटाको बारेमा कुरा गरेको हो। अर्को तरिका जुनबाट तपाईको अकाउन्ट, सिस्टम, वाइफाई, डिभाइसेसहरू ह्याक हुने भनेको त्यो भित्र कुनै पनि कमजोरी पत्ता लगाएर। अब ह्याकरहरू चाहिँ तपाईको अकाउन्ट, सिस्टमहरूमा चाहिँ रिसर्चहरू गरिरहेको हुन्छ। अब उनीहरूको रिसर्च गर्ने तरिकाहरू धेरै छन्। त्यो गर्दाखेरि यदि उनीहरूले तपाईकोमा कुनै कमजोरी भेटायो भने त्यो कमजोरीको फाइदा उठाएर चाहिँ तपाईको अकाउन्टभित्र अथवा वाइफाईभित्र, सिस्टमभित्र छिरेर तपाईको नोक्सान गर्ने काम गर्छन्। अब जस्तै एक्जाम्पलमा लिनुपर्दा तपाईँको गुगल अकाउन्टको कमजोरी चाहिँ यो छ कि पासवर्ड चाहिँ तपाईँको एकदम सिम्पल छ, जस्तै 1 2 3 4 राख्नुभएको छ। सो ह्याकरले त्यो पासवर्ड थाहा पाइहाल्यो भने उनीहरूले चाहिँ त्यो विभिन्न कुराहरू गर्न सक्छन्। अब जस्तै तपाईँको अकाउन्ट युज गरेर कुनै सामान किनिदिने, अरू कसलाई धम्की दिने, जसले गरेर तपाईँको आर्थिक, सामाजिक अरू कुनै क्षति हुनसक्छ। सो यो 1 2 3 4 पासवर्ड राख्दाखेरिको सानो कमजोरीले गर्दा हेर्न सक्नुभयो कि तपाईको क्षति कति भइरहेको छ भनेर। सो यो भिडियोबाट तपाईँले बुझि नै सक्नुभयो होला कि ह्याकरले चाहिँ कस्तो तरिकाबाट तपाईँको वाइफाई, सिस्टम, नेटवर्क, डिभाइस, अकाउन्टहरू ह्याक गरेर त्यसबाट फाइदा उठाउन सक्छ भने। इफ तपाईँलाई यो भिडियो इन्फर्मेटिभ र मन परेको छ भने यो भिडियोलाई लाइक र सकेसम्म सेयर गरिदिनु होला। अनि यस्तै नयाँ भिडियोज हेर्नको लागि चाहिँ यो च्यानलमा सब्सक्राइब गरिदिनु होला। कुनै पनि सल्लाह सुझावहरू छ भने कमेन्ट बक्समा हालिदिनु होला। सो यो भिडियोलाई अहिले नै अन्त्य गरौँ। मिट यु इन द नेक्स्ट भिडियो। टिल देन बी सेफ एन्ड हेभ अ ग्रेट डे।